हेलो हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल र म चाहिँ आज यहाँ झालमुरी बनाउँदैछु किनभने मेरो बहिनीहरू आएको छ नेपालबाट र उनीहरूलाई चाहिँ भोक लाग्यो होला भनेर मैले यहाँ उनीहरूलाई गिलो चटपटे बनाइदिन आँटेको थिएँ र पहिला मसलाहरू पनि बनाएर रेडी पारेको थिएँ र कालो मसलाहरू पनि पिसपास पारेर रेडी पारेँ र मजाले झालमुरी बनाएर तिनीहरूलाई दिन्छु भनेर चाहिँ किनकि उनीहरू छिटै निक्लेको थियो नि त भोकायो होला अब खाना खाम भनेको मानेन र छिटो पनि अन्त मिठो पनि भनेर चाहिँ मैले यहाँ मजाले झालमुरी बनाइदिएँ तिनीहरूलाई यहाँ अनि झालमुरी बनाइदिइसकेपछि चाहिँ उनीहरूलाई यहाँ मैले चाहिँ खालि झालमुरी भन्दो रहेछ गिलो चटपटे यसलाई चाहिँ गिलो चटपटे भन्छ नेपालमा यस्तै पाउँछ नि त मिठो हुन्छ टेस्टी हुन्छ नेपाल गएपछि चाहिँ यही चटपटे खानु लागि नै नेपाल जाम जत्तिकै हुन्छ हो र मेरो हस्बेन्डलाई पनि पुरा मनपर्छ ऊ पनि आयो भने उसलाई पनि बनाइदिन्छु भनेर सोचिरहेको छु र मैले फुड कलरहरू पनि ल्याइरहेको थिएँ र मजाले बनाएँ अन्त ऊ दिएँ यहाँ मेरो मामाको छोरी यहाँ हजुरआमाको छोरी साइनोले चाहिँ आन्टी पर्छ र लास्टमा मैले चाहिँ बोलमै खाएँ र मेरो छोराहरूलाई पनि दिएँ यहाँ र उनीहरूले पनि इन्जोय गर्दै खाएँ र यहाँ लास्टमा सरस्वतीलाई पनि दिएँ उसले मिठो भयो भन्दै खाएँ र अनि खाइसकेपछि चाहिँ उनीहरू नेपालबाट आएको थियो र यहाँ सरस्वतीले चाहिँ मलाई गिफ्ट ल्याइदिएछ बिचारा उसको चप्ली लाउँछु अरे खालि बजार जाँदा पनि थोत्रै लाउँछु अरे अनि बुझेर चप्ली ल्याइदिएको अरे किनकि मेरो बर्थडे थियो नि त एक दिन अगाडि अन्त चप्ली गिफ्ट ल्याइदिएछ र म यहाँ नापिरहेको थिएँ र यो चाहिँ भोलि बिहानको भिडियो हो मैले नानीहरूलाई सेवाई र रोटी अनि सब्जी बनाइदिएको थिएँ र उनीहरूले चाहिँ सेवाई एकदम मन पराउँछ र यो प्रसाद ल्याइदिएको थियो हामीलाई ईद पनि थियो नि त अन्त प्रसाद ल्याइदिएको थियो दादाहरूले र मजाले सेवाई रोटी दिएँ उनीहरूलाई र यो दिइसकेर चाहिँ म स्कुल गएँ बहिनीहरूलाई लिएर किनकि आज उनीहरूको बुक्स दिने दिन थियो नि त त्यही भएर उनीहरूलाई लिएर गएँ र म यहाँ टिकटमा पैसाहरू पे गरेर भित्रबाट बुक्सहरू पनि लिएर आएँ र बहिनीहरू पनि कहाँ गएको थियो फोटो खिच्नु र उनीहरूलाई पनि बोलाएँ र उनीहरू पनि आयो यहाँ उनीहरू आइसकेपछि चाहिँ अन्त अब अरू त काम थिएन बुक्स पनि पुरा पाइनँ हो अन्त उनीहरूलाई लिएर चाहिँ अब जानु पर्यो भनेर एकछिन त्यहाँ टोल्यौँ र फेरि घुम्ने दिदी भन्दै भने अन्त स्कुलभित्र पस्यौँ यो चाहिँ ठुलो स्कुल हो हाम्रो भाइहरू नेक्स्ट इयर चाहिँ यो स्कुलमा आउँछ एपिपिएस स्कुल आर्मी स्कुल हो र उनीहरूले घुम्ने भनेर उनीहरूलाई मजाले घुमाइदिए कस्तो मजाको गरेको रहेछ गार्डनिङहरू फुलहरू मजाको सिन भएको रहेछ र मैले उनीहरूलाई यहाँभित्र घुमाइदिएर फोटोहरू खिच्यो आमामा उनीहरू चाहिँ फोटो खिचेरै नअगाउने क्या भयो भन्छु जाउँ न भन्छु खिचौँ न दिदी एकछिन भन्छ र यहाँ फोटोहरू खिचेर आएर फेरि यहाँ बगानमा पनि खिच्ने हेरेर भिडियो बनाइरहेको छ म चाहिँ यहाँ भिडियो बनाएको उसको खिचिरहेको थिएँ उसले चालै पाएको थिएन अनि त्यहाँ खिचिसकेर आएर चाहिँ यहाँ पुच्का खाने भनेर उनीहरूलाई पुच्काहरू खिलाइदिएँ यहाँ चाहिँ टेस्टी पुच्का पाउँछ मैले यसको भिडियो अगाडि पनि हालेको थिएँ यहाँ कस्तो मिठो पुच्का पाउँछ भनेर र फेरि बेलुका चाहिँ मोमो खानु पर्यो भनेर यहाँ बेलुका मासु पनि लिएर गएँ र मासु लिएर गएँ अन्त गइसकेर चाहिँ नानीहरूलाई पनि लगिदिएको थिएँ उनीहरूले पनि पुरा मन पराउँछ नि त आफू मात्रै कता खानु होइन र नानीलाई सरस्वती मेरो नन्दलाई पनि लगिदिएको थिएँ उनीहरूले पनि मजाले इन्जोय गर्दै खायो र गुलियो चाहिँ हालिदिनु बिर्सेछ र उनीहरूले अमिलै झोलसँग खायो किनकि मेरो नानीहरू चाहिँ गुलियो अमिलो दुइटै मन पराउँछ अनि गुलियो चाहिँ हाल्दैन रहेछ मैले भन्नु बिर्सेँ अन्त बेलुका चाहिँ फटाफट गरेर मोमोहरू बनायौँ र मोमो बनाएको चाहिँ भिडियो हाल्नु पाइनँ किनकि अब पुरा काम हुन्छ नि त र यहाँ हामी सबैले मोमो पनि खायौँ यति भन्दै मेरो भिडियो यहीँ एन्ड गर्छु धन्यवाद।